यसरी फाल्ने होइन नि गुड्का खाएर फाल्ने हो त ल आउनुहोस् त चालकजी ल तपाईँ उहाँले फाल्नु भएको होइन नि तपाईँले फाल्नु भएको हो होइन त्यस्तो हुँदैन नि तपाईँ रोक्नु न एकछिन रोकेर के जान्छ भन्नु त त्यो सबैको ऊ हो नि रोक्नुहोस् टिप्नुहोस् तपाईँले चेतना दिनुहोस् फाल्नु नफाल्नु भनेर बुझ्नुभयो कहाँ फाल्नु भयो तपाईँले गुड्का अन्त आउने मैले देखिरहेको थिएँ हेलो भाइ म यहाँ आउँदैछु है यहाँ एउटा गुड्का फाल्नु भयो कि गुड्का खोल फाल्नु भयो एकजनाले यहाँ एकजना हाम्रो हुन्छ चालकज्यूले गुड्काको खोल फाल्नु भयो कि बाटोमा हिँड्दा हिँड्दै यो तपाईँको हो कि न अनि तपाईँ शुभ नाम भन्नु त अब गुड्का खाने मान्छेहरूलाई सजेसन दिनुहोस् यसरी फाल्नु हुन्छ कि हुँदैन भन्नुहोस् त हुँदैन भन्नुहोस् त तपाईँ इमान्दार मान्छे हो कि नाम भन्नुहोस् त एकपल्ट राजु तामाङ ल म पनि आशिका तामाङ हो अब यसरी फाल्ने हो कि भन्नु त कहाँ हाल्ने भन्नु त कहाँ फाल्ने यो कहाँ फाल्ने अहिले तपाईँले हो ल ल ल ल ल ल राजु भाइ राजु ल यसरी फाल्नु हुँदैन भनेर सबैलाई सजेसन भयो कि भएन ल है ल ल धन्यवाद ल ल ल ल है त ल तपाईँको गाडी यहाँ छ होइन देश सफा कसरी हुन्छ भन्नु त एकपल्ट तपाईँ जस्तो मान्छेले जिम्मेवार नागरिकले गुड्का खोल फारबाट फाल्नु हुँदैन चाउचाउ खोल यहाँ फाल्नु भएन हो है अबदेखिबाट है त ल हस् ल ल ल बुझ्नुभयो दाजु त ल ल